बहादुरको बे सक्यो ला यसै फेरि भन्नु बहादुरको बिहा कस्तो लाग्यो So guys, welcome back to my YouTube channel. So if you are new to this channel, don't forget to like, share and subscribe. अन्त यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दिनु होला। आजको भिडियोमा छ मसँग हाम्रो बहिनी अन्जु त्यहाँदेखि शर्लिना। अन्त आज चाहिँ हामी विस्पर च्यालेन्ज गर्न गइरहेका छौं। त्यो चाहिँ कस्तो हो भने उसले इयरफोन लगाइरहेछ अन्त हामी गीत ब्लास्ट गर्छौं अन्त हामी के बोलिरहेको छ उसले चाहिँ गेस गर्नुपर्ने हुन्छ। अनि यस्तो हुन्छ उसले इयरफोन लगाइरहेछ हामी दुई जनाले एक एक सेन्टेन्स या त वर्ड भन्छ तैले गेस गर्नुपर्ने हुन्छ। अन्त यस्तो सेम गोस same goes Okay, to all ready. of us. So we'll start. I'm ready. किन मस्केको कहाँ गएको कत्रो चल एक खेप दुई खेप तीन खेप भन्नु पाउँछ नि ल तिमी ल किन मस्केको के बजाको किन मस्केको अनुज खोइ उसको टट नाम के नखाको मम्मी कहाँ छ मैदा लाको नाम के नखाको मम्मी ओ नाम के नखाको बाबाजी किन नखाएको उसले होइन मैले भने किन मस्केको हो भनेको उसलाई देऊ यसमा त होइन अब ठुलो गर्दैन यहाँ आएको छ आयो या तो भन्न फर्स्ट तो भन्न सुन्दैछ मेरो लिप्स बारे त थाहा पाउँछ नि म अझै यो गर्न ए साउन्ड ठुलो गर्न गीतले के भन्दैछ एकछिन वान्स मोर गीतले के भन्दैछ तँ क्लोज त सुन्छ नि बिस्तारै भन जितले के भन्दैछ सक्यो ला एकछिन फेरि भन्नु सके त तिन के भन्नु थियो हैन मैले गेस तिन के गरिन नि त ए गीतले के भन्दैछ गीतले के भन्दैछ स्वर ठुलो भयो नि त स्वर ठुलो भयो नि त मैले जिते नि नछु मेरो टर्न म भन्छु ल नाम के तेरो नाम के हो माई गॉड हाउस दैट इवन पसिबल ठुलै छ हौ अहिले चाहिँ गयो आएको छैन आएको छैन अहिले बिच पलान टक 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 गर्दै अनि के ताएर भन्नु अघिको पेज कस्तो लाग्यो के उसको लिप्स राम्रो हुँदैन रहेछ अघिको पेज कस्तो लाग्यो दुई खेप गयो है मैले त ग्यास गरेको छु नि त गेस गर्नु म कत्रो बोले अलिक यो गले भन त अघिको पेज कस्तो लाग्यो युट्युबर हो तपाई अघिको पेज कस्तो लाग्यो वान चान्स गयो न तपाईको एकछिन ल कत्रो जोडले बजिरहेछ हौ गाना जान्छ त बिचमा पस हुन्छ अघिको पेज कस्तो लाग्यो दिउँसो सब्जी के खायो हैन सक्यो अझै एक खेप भन्नु पाउँछ नि अझै एक खेप भन त अघिको पेज कस्तो लाग्यो युट्युबर के हो तपाई हैन सरी डिस्टर्ब गर्नु अघिको पेज कस्तो लाग्यो भने ल उसको चाहिँ साह्रै राम्रो मेरो चाहिँ फेरि लिप्स चाहिँ ठक 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 भन्नु म हारेको अन्त अब यो राउन्डको चाहिँ विनर हो तिमी भन
उसको लिप्स राम्रो बुझ्दैन रहेछ नि राम्रो भन्दा पनि हुन्छ नि तपाईँ बिहान टाइम कति गयो आमा के रे त्यस्तो हुँदैन म सानो गरेर भन्छु यस्तो सानो गरेर भन्दा हुन्छ नि तपाईँ बिहान टाइम कतिमा गयो अब त ठुलो भने गेस गर्नु न तपाईँ बिहान उता हेर न यस्तो अलिकति मेरो नाम भन्नु नो तपाईँ बिहान टाइम कतिमा गयो तपाईँ मेरो भाउजू नो ले बिहा गरेको छ उसको दाजुले तपाईँ बिहान टाइम कतिमा गयो कसरी गेस गर्नु लास्ट भन त तपाईँ बिहान टाइम कतिमा गयो तपाईलाई म मन पराउँछु सरी कट तपाईँ बिहान टाइम कतिमा गयो भने अन्त बहिनीको त यस्तो गर्नुपर्छ नि स्याल र बाँदरको बिहा स्याल र बाँदरको बिहा एकखेप भन् त प्लिज स्याल र बाँदरको बिहा स्याल र बाँदरको बिहे साहिलको बे खास गरी यो राख्नुपर्ने थिएछ नि तपाईँले भन्ने चाहिँ तिमीमा त्यो उसले गेस गर्नु पाउँछ भने नि स्याल र बाँदरको बिहा साइली माइजूको बिहा 2 खेप मात्रै भयो 2 खेप मात्रै भयो स्याल र बाँदरको बिहे स्याल र बाँदरको बिहे लास्टको वर्ड त बिहे नै हो रहेछ गेस गर्नु लास्ट एकखेप भन् त 3 खेप भयो हैन मैले गेस गरिसकेको छैन नि त स्याल र बाँदरको बिहे अनुज बहादुरको बे स्याल र बाँदरको बे के रिस सालाहरु म पनि गर्छु भरे अब कसको टर्न मेरो नि गयो एकछिन यहाँबाट आफै निकालेर तिमी भन त भन इसनै अपे मैले पनि सुनेँ अनि भन्न एकछिन ल पानी परेर लुगा भिज्यो फेरि भन्छ कि पानी परेर लुगा भिज्यो मेरो लिप्स यति साह्रो यो छ इसले म्युजिक आएको छैन मेरो कानको प्रब्लम हो कि निस्किन आँट्छ गयो हेर्नु How is that even possible? एकछिन न भन्छु त दुईटामै हाल्नु तिम्रो आपाको नाम के हो के रे तिम्रो आपाको नाम के हो तिम्रो नाम के हो एकछिन त फेरि भन् त तिम्रो आपाको नाम के हो तिम्रो आपाको नाम के हो हो कसरी थाहा पायो ह कसरी थाहा अन्त पायो मुन्ची के भन्नु नि तर म हैन होला त्यो वर्ड अलिक के हो भनेर चाहिँ आपा भन्ने नि मैं सोचिएर गइसी अब तपाईले लास्ट फर द लास्ट टाइम मेरो चान्स हार्ने त मै हो रहेछ गाइस तपाईको त कस्तो क्लियरली सुन्दैछ है यसो मुखले नि पानी परेर लुगा भिज्यो अरे तिमीहरु जस्तो भन्दै म सानो स्वरले बोलेको यसले सुनेन अरे अलिक ठुलो तिमीलाई भन्दै थिए नि अघि मैले पनि नसुनेको यसको स्वर ए सानो पो पारे सुन्न आई चिङ्ना सुन्यो
किन नाचेको नि ए नाच्नु पर्यो जुत्तामा मच्चा छैन ए जुत्तामा मच्चा छैन यसले चिटिङ गर्दै छ हैन हैन जुत्तामा मच्चा छैन आ जुत्तामा मच्चा छैन गेस गर्नु गेस अझै के भन् त जुत्तामा मच्चा छैन एसोसिएसन भन्नु तैले नराम्रो भन्छ हैन भन् त जुत्तामा मच्चा छैन लास्ट ल लास्टमा मैले गेसै गरेको अब छैन यसमा चाहिँ गेस्ट गर्नै पर्यो नि त अँ जुत्तामा मच्चा छैन म राम्ररी देख्दैछु जुत्तामा मच्चा छैन यसले पायो गर्दैछ हैन हो यस्तै हो भन्न अब गेस गर्नु गेस अब चाहिँ गाना सक्नु आँटिसक्यो इसने सुन्छ यहाँ फरवर्ड गर्नु जुत्तामा मच्चा छैन जुत्तामा मच्चा छैन युट्युबर हो हैन सरी दासै जुत्तामा मच्चा छैन चुन्ना मुसेमे जारिमी में नो सरी अब चाहिँ म पनि लिपस्टिक हाल्ने जुत्तामा मच्चा छैन अब चाहिँ बुझिस् मलाई पनि तिमीले भन्दा कस्तो हुँदो रहेछ तपाईसँग पुरा मिस गर्ने रहेछ ए एकछिन पर बस्नु त तपाईसँग पुरा मिस गर्ने रहेछ आएको चाहिँ जस्तो भए पनि तै हो हाटे तपाईसँग पुरा मिस गर्ने रहेछ तिमीहरू दुईजनाले एउटै एउटा गेस गरे नि है मेरो गरे नि तपाईसँग पुरा मिस गर्ने रहेछ तपाईँ हैन भन्नु न जास्न चाहिँ तपाईँ होइन अरे एउटा गयो भन त तपाईसँग पुरा मिस गर्ने रहेछ तपाईँ पुरा फेमस रहेछ लु देखि पे लास्ट ल चिङ्लै यो म्युजिकमा सुन्छ ओ ब्लास्ट हुन आँट्यो त हो ल तपाईसँग पुरा मिस गर्ने रहेछ अझ भन त सके ल तपाईसँग पुरा मिस गर्ने रहेछ गन गिभ अप बन तेरो बाट आऊ मिठाई अझै तपाईसँग पुरा मिस गर्ने रहेछ त्यस्तै हुन्छ मलाई पनि त्यस्तै भएको पुची ए गर्छ त भइहाल्छ लास्ट तपाईलाई फेमस हुनु मन छ सरी तपाईसँग त पुरा मिस गर्ने रहेछ भने गाइस तर त्यो त हेर्ने अरे भ्युअर्स नि हामीले के भनेको त्यो सुनेको छैन तैँले झन् उनीहरूले पनि सुन्नुपर्ने त त्यो यति नै थियो आजको हार्ने टिम चाहिँ हो शेरिना ट्रिट दिन्छ कि अब हामी ट्रिट खान जान्छ यो अन्जुले त गाइस हामी चाहिँ जाँदैछौँ अहिले खानुको लागि अन्त खानु जान्छ अन्जु हार्यो यो मान्छे उ त्यो ब्राउन कलरको मान्छे हार्यो कि अन्त चाहिँ गाइस हामी जान्छ के हो